हामी आज चाहिँ डल्फिन नाचेको हेर्न जाँदैछौँ होइन। अनि यो चाहिँ इबाराकी केनमा रहेछ होइन। अनि एकदमै त्यो उमीको नजिकै रहेछ क्या, समुद्रको नजिक। अनि यहाँनिर चाहिँ डल्फिन नाच्ने 15 मिनटको उस पनि रहेछ होइन, सो। अनि हामी चाहिँ अरू त्यो के अरे फिसहरू राखेको ठाउँ सबै हेऱ्यौँ र अनि त्यसपछि यो सो पनि हेर्न गयौँ। अनि यो सो चाहिँ जम्मा 15 मिनटको क्या। अनि ढिला हुन लागिसकेको थियो। अनि मैले चाहिँ पहिलोचोटि यो सो हेरेको है, यस्तो रमाइलो भयो। बच्चाहरू पनि यति खुसी भएको है, म त ताली बजाएर है। अनि यो डल्फिनले चाहिँ जे भने त्यही मानेर चाहिँ नाच्ने पनि है। अनि यो दुईवटा केटीहरू स्विमिङ गरेर डल्फिनमाथि चढेर सो देखाएको है, मलाई त यति रमाइलो लाग्यो। म चाहिँ यो पहिलोचोटि गएको थिएँ। अनि यो डल्फिन नाचेको चाहिँ मैले यस्तै इन्टरनेटतिर त देखेको थिएँ, तर यस्तै आफै गएर चाहिँ हेरेको थिएन कि कहिल्यै पनि। अनि यो चाहिँ हाम्रो बच्चाहरूले पनि एकदमै पहिलोचोटि नै हेरेको हो होइन। अनि बिचरा कस्तो मान्छेको जस्तै क्या, आत्माले दिमाग पनि होइन, जे गर्यो भने त्यही गर्ने। मेरो भुन्टु चाहिँ यहाँ नाचिरहेछ होइन। अनि यहाँ अगाडि आएर पनि नाच भनेको कसरी नाचेको कि डल्फिन होइन। डल्फिनको चाहिँ दिमाग एकदम राम्रो हुन्छ अरे क्या होइन, मान्छे भन्दा पनि चलाक हुन्छ अरे होइन। अनि हामी चाहिँ टिकट बुकिङ चाहिँ इन्टरनेटबाट गर्नुपर्ने रहेछ कि, अनि क्रेडिट कार्ड हुनुपर्ने रहेछ। अनि बच्चाहरूको पनि लाग्यो होइन। अनि इन्टरनेटबाट मात्र बुकिङ गर्न मिल्ने, त्यहाँ गएर चाहिँ टिकट काटेर भित्र जान चाहिँ पाउँदैन अरे कि। अनि हामीले चाहिँ अनलाइन बुकिङ नै गरेको थियो होइन। अनि भिडियो चाहिँ धेरै गरेको थियो, तर यति मात्र। यो चाहिँ पार्ट 1 हो। अनि पार्ट 2 चाहिँ म फेरि अपलोड गर्छु होइन। डल्फिनहरूले यति राम्रो होइन डान्सहरू गरेर देखाएको, यो किस गरेको हेर्नु कति रमाइलो क्या है। अनि यस्तो ठाउँमा चाहिँ बच्चाहरूलाई लिएर जाँदा चाहिँ एकदमै खुसी मान्ने रहेछन् कि, बच्चाहरू चाहिँ एकदम ह्याप्पी भए।